पहाडको माथि माथि घुम्दै हिँडेको हो यो ल हेर्नुहोस् त गाइस यस्तो ठाउँ छ है पहाडको ठाउँ भनेको पहाडको हो क्या दामी ठाउँ छ है यसरी उकालो बाटो छ यता पुरा उकालो बाटो छ यसरी लट्ठी टेक्दै टेक्दै हिँड्नुपर्छ है गाइस इस मस्त होइन यतापट्टि यस्तै छ यी बाटो त्यहाँदेखि झरियो तल खोला छ होइन तल खोला छ एकैचोटि तल खोला पुगिहालिन्छ उस तल छन् फेरि हाम्रा सरहरू पुल छ है त्यहाँ चाहिँ झोलुङ्गे पुल यो चाहिँ झोलुङ्गे पुल हो ल हेर झन्डै लडिहाल्यो फेरि यस्तो छ भिर र परा यस्तो माथिदेखि बाटो यस्तो भिर पराको छेउमा सरहरू यता तल हिँड्दै हुनुहुन्छ आफू चाहिँ यता मस्त होइन बिहानको समयमा चाहिँ बिहान यता फेरि यस्तो भिर छ यस्तो भिरदेखि मुनि 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 यस्तरी यहाँनिर चाहिँ त्यो काठ काट्नलाई भन्दा पनि त्यो लकडी भन्छ नि त्यो रुखको गोल काटेर माथि माथि भिरदेखि चाहिँ झारेको रहेछ यता स्वाट्ट पहाडको ठाउँ रमाइलो गाउँ भन्दै यसरी चाहिँ लट्ठी ठ्याक ठ्याक टेक्दै हिँड्नु पऱ्यो नि बिना लट्ठी त अब यहाँ त हिँड्न सकिँदैन अनि हेरौँ त यस्तो छ बाटो ए यस्तो ढुङ्गा र परा भिर र परा भनौँ होइन हिँडो मस्त इस ऊ तल देवीथान छ है तल नै देवीथान छ हौ यहाँ चाहिँ देवीथान छ है पूजा गर्नुपर्छ आस्था जे होस् हाम्रा सरका फेरि चप्पल यहाँनिर छन् है त्यहाँ तारले बाँधेका चाहिँ हेरौँ त ती यता घुर न यता घुर हेलो चप्पल हौ हो यतिका चाहिँ हुनु पर्यो क्या ओरिजिनल चप्पल भनेको ओरिजिनल हो चप्पल ओरिजिनल भनेको ओरिजिनल हो क्या त्यहाँ तल चाहिँ देवीथान छ है त यो देवीथान भइगयो पूजापाठ यसो होइन स्वाट अनि यहाँनिर सरहरू जाँदै हुनुहुन्छ म चाहिँ यता भिरको फेदबाट चाहिँ नि के अरे लट्ठी टेकेर नि एकदमसँग लट्ठी टेकेर यस्तरी यता यता हिँड्दैछु मस्त गलेर चाहिँ यहाँनिर होइन गलेर भुतुक्क भएको छु के गर्नु होइन मर्नु भएन मार्नु भएन परिवारलाई भोकै त पार्नु भएन भन्थ्यो अरे कि एउटाले त्यस्तै होइन त्यो भन्दा पनि ठिकै छ अब यो चाहिँ सागु है यो चाहिँ झोलुङ्गे पुल कसले यहाँ चाहिँ के राखेको रहेछ यस्तो छ माथि भिर र परा छ यतापट्टि यस्तो है यहाँनिर एउटा छाँगा छ सानो यो चाहिँ हाम्रो पुल हो है झोलुङ्गे पुल ल यस्तो छ है यो चाहिँ खोला हो फेरि ठ्याक्कै यसकै तलतिर पनि अर्को झोलुङ्गे पुल उहाँ छ हेर्न सक्नुहुन्छ तपाईँहरूले खोला हो यहाँ चाहिँ अहिले पानी छैन रहेछ सानो छ होइन पुरा एकदम सानो छ अहिले हेर्नुहोस् त भिर भनेको भिर हो नि हो परा भनेको परा हो नि हो पहाड भनेको पहाड हो नि हो ओहो त्यहाँनिर झर्ना थियो म जानै पाइनँ यार वहाँनिर झर्ना छ म यहाँ पारिदेखि हल्का देखेको चाहिँ देखाउँछु है त ऊ तल चाहिँ अर्को सागु छ है यो झोलुङ्गे पुल नै छ होइन यो तल खोला यस्तै भइगयो ऊ पारि एउटा झर्ना छ म देखाउँछु है एकछिन पख्नु है त एकछिन पख्नुहोस् त भन्दै होइन म यहाँदेखि त्यो झर्ना देखाउँछु है त यहाँ छ यो कोप्चोभित्र म अहिले त्यहाँ गइनँ क्या नत्र राम्रै थियो यहाँदेखि हेर्दा खासै ठुलो त देखिएन यहाँ घुम्ने ठाउँ पनि छ राम्रै
माथिदेखि देखिन्छ क्या, नत्र यहाँ माथिदेखि चाहिँ खसेको देखिन्छ, तलसम्म देखिन्छ क्या। अहिले म यो खोला पारीदेखि देखाइरहेको छु नि त, त्यो भएर चाहिँ यत्तिको देखियो। अनि म पारी गइनँ अघि। हस् त।